नमस्कार सबैमा म शान्ति प्रसाद काफले आजको नेप्से घटाइलाई थोरै के छ यसो आफूले जानेको बुझेको हेरौँ है त। आज नेप्से चाहिँ 20.27 अङ्कले घटेर 2735.14 अङ्कमा अडिएको छ र आज अलिकति ठुलै फल आएको छ होइन। हिजो अस्ति बढेको पनि थियो, त्यो हिसाबले ठिकै नि पनि हो, त्यति धेरै घटेको चाहिँ छैन होइन। त्यो भएर अब यसमा अब धेरै पोजिटिभ सर्किटहरू लागेका भनेको भर्खर आएका आइपिओहरू हुन्। अनि त्यसपछि अब 69वटा चाहिँ अब भएको छ, पोजिटिभ भएको छ। अनि घटेका चाहिँ 272वटा छन्। अनि चेन्जै नभएका जति प्राइजमा ओपन भएको थियो त्यति प्राइजमा क्लोज भएका चाहिँ छन् 15वटा होइन। अनि नेगेटिभ सर्किट लागेका चाहिँ एउटा पनि छैन अहिलेसम्म। र त्यसै गरी हेरौँ अहिलेसम्म धेरै होइन। आजको ट्रान्जेक्सनमा सबैभन्दा धेरै 5वटा कम्पनीहरू कुन कुन बढ्यो भन्दाखेरि एउटा कालिम्पोङ हाइड्रो पावर कम्पनी बढ्यो, अर्को श्रेष्ठ माइक्रो लाइफ इन्सुरेन्स कम्पनी बढ्यो, अनि अहिले अर्को सोपन फार्मास्युटिकल लिमिटेड बढ्यो, अनि सामुदायिक लघु वित्त बढ्यो र अन्तिममा 5औँ नम्बरमा छ सिभिल ब्याङ्क डेभेन्चर 2088को 5.52 अङ्कले बढेको छ होइन। भनेको अलि पोजिटिभ सर्किट लगभग 15% नै लागेको भनेको यही केएचपिएल कालिम्पोङ हाइड्रो पावर चाहिँ छ, नत्र भने अरू छैन, कमै छ। त्यसै गरी धेरै घटेकाहरूमा चाहिँ पहिलो छ उपकार लघु वित्त वित्तीय संस्था, दोस्रो छ सयपत्री हाइड्रो पावर लिमिटेड, तेस्रो छ सानिया ब्याङ्कको 10% वाला डेभेन्चर, अनि चौथो छ आइसिएफसी फाइनेन्सको डेभेन्चर 2083 वाला, अनि सूर्यकुण्ड हाइड्रो पावर छ 5औँ नम्बरमा। यसरी टप 5 लुजर र टप 5 गेनर, सबैभन्दा बढी बढ्ने र सबभन्दा कम बढी घट्नेवाला कम्पनीहरू यिनी भए। र टर्नओभर हेर्दाखेरि लगभग 4 अरब 8 करोड 48,96,190 रुपियाँको कारोबार भएको छ होइन। त्यसमा अब टोटल सेयर चाहिँ 92,36,677 किता भएको छ। ट्रान्जेक्सन 56,845 पटक भएको छ। अनि टोटल स्क्रिप्ट भनेको 356वटा स्क्रिप्टहरू चाहिँ ट्रान्जेक्सन भएको छ, कारोबार भएको छ, यिनी भयो लगभग नर्मली। अब टेक्निकली रूपमा के छ त अहिले भनेर टेक्निकली हेरौँ है त। टेक्निकली नेप्से चाहिँ हाम्रो बढेको सप्लाई अहिलेसम्म आएको र सबै कुराहरू हेर्दाखेरि यहाँ बढ्ने घट्ने क्रममा यसले चाहिँ 3वटा डिमान्ड जोन बनाएको थियो होइन। 3वटा डिमान्ड जोन बनाएको छ। अलि तलै हेर्ने हो भने त 4वटै डिमान्ड जोन छ। यो चाहिँ अलि स्ट्रङ डिमान्ड जोन हो। यो 2666देखि 2646देखि 2666सम्मको चाहिँ अलि स्ट्रङै डिमान्ड जोन छ। अहिलेसम्म त्यो जोनलाई टच गरेको चाहिँ छैन होइन नेप्से इन्डेक्सले। त्यही भएर यो चाहिँ अलिकति अलि स्ट्रङ मान्न सकिन्छ। यसमा टच हुन आइपुगेको छैन। अब टच भएर यहाँनिर आयो भने चाहिँ यहाँबाट चाहिँ रिभर्स स्विङ हुनसक्छ भनेर चाहिँ एउटा आँकडा चाहिँ गर्न सकिन्छ है त, अनुमान लगाउन सकिन्छ। किनभने सबै कुराहरू प्रेडिक्ट गर्न सकिँदैन होइन। प्रेडिक्ट गरेको कुरा सबै कुरा 100% हुन्छ भन्ने पनि छैन। र अर्को कुरा के बुझ्नुपर्छ भने हामीले प्रेडिक्ट गर्ने भनेको अघिल्लो सिनारियोमा कुन कुन लेभलबाट कसरी बढेको छ त्यहीको आधारमा पछिल्लो यो अनुसार हुनसक्छ भनेर हामीले एउटा गर्ने अनुमान मात्र हो। यो ठ्याक्कै एक्ज्याक्ट हुन्छ भन्ने चाहिँ हुँदैन है। अब त्यो आधारलाई मान्दाखेरि यहाँनिर अस्ति नै मार्केट बढ्ने क्रममा यो ग्यापबाट बढेको छ क्या। यो जुन 2712देखि 2757को एउटा ठुलो ग्याप बनाएको छ, लगभग 40-45 अङ्ककै ग्याप छ होइन। यो ग्यापलाई फुलफिल गर्न आएर मार्केट एक ठाउँ यहाँ होइन, यहाँनिर आएर फुलफिल गरेको छ एक ठाउँ, अर्को ठाउँ फेरि यहाँनिर आएर फुलफिल गरेको छ। त्यसैमा घुम्दा थोरै बढेर अहिले पनि फेरि यही ग्यापमा ठोकिन आइपुगेको छ होइन। भनेपछि चाहिँ यो ग्यापलाई पनि एउटा स्ट्रङ सपोर्ट जोनको रूपमा चाहिँ लिन सकिन्छ। यो ग्यापबाट रिटर्न ब्याक हुनसक्छ, अप जान सक्छ भनेर चाहिँ एउटा लिन सकिन्छ। यसलाई अहिले छोडौँ एकछिनको लागि र हामीले हेर्ने हो भने बजार बढ्ने र घट्ने क्रममा एउटा ग्याप, एउटा डिमान्ड, यो ग्याप जोन सँगसँगै एउटा डिमान्ड जोन 3वटा बनाएको छ। यो फर्स्ट डिमान्ड जोन भयो जुन बढिरहेको मार्केटमा बनेको डिमान्ड जोन। यो डिमान्ड जोनलाई चाहिँ इन्भ्यालिड गरिसकेको छ, इन्भ्यालिड 3 दिन अगाडिको कारोबारमा गरिसकेको छ होइन। त्यही भएर यसलाई हामीले अब डिमान्ड जोनको रूपमा चाहिँ हेर्न मिलेन है। अब यो चाहिँ डिमान्ड जोन चाहिँ इन्भ्यालिड भइसकेको छ। त्यही भएर हामीले यसलाई डिमान्ड जोनको रूपमा चाहिँ हामीले हेर्न सक्दैनौँ। यो जुन बुधबारको कारोबार थियो, यो बुधबारको कारोबारको क्यान्डलले चाहिँ यो जोनलाई चाहिँ इन्भ्यालिड गरिदिइसकेको छ होइन। त्यही भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ हामीले डिमान्ड जोन लिन मिलेन, त्यो सकिने गयो। अब दोस्रो डिमान्ड जोनमा आउँ। जुन यो हाम्रो डिमान्ड जोन बनेको छ, यो डिमान्ड जोन चाहिँ अझै पनि भ्यालिड छ क्या।
हैन। आजको दिनसम्म पनि भ्यालिड छ किनभने क्लोज दिइसकेको छैन। यसको जुन बेस भ्यालु भन्दा यो 2734.21 भन्दा तल आउनुपर्छ क्या यसलाई इन्भ्यालिड गर्नको लागि हैन। त्यही भएर यो जुन चाहिँ भ्यालिड नै छ त्यो सँगसँगै यो ग्याप भित्र पनि छ क्या हैन। त्यो भएको कारणले गर्दाखेरि यहीँबाट चाहिँ यसलाई नै टेस्ट गरेर यो यही डिमान्ड जोनलाई टेस्ट गरेर भोलिको बजारले यदि पिकअप लियो भनेदेखि चाहिँ थोरै माथि जान सक्छ। तर बजार झर्ने क्रममा यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ हैन 2766 देखि 2785 सम्ममा चाहिँ एउटा फेरि अर्को सप्लाई जोन बनाएको छ क्या। फेरि त्यहाँ पुगेर फर्किन सक्छ। त्यही भएर यो सप्लाई जोनलाई चाहिँ पचाएर माथि गयो भने बल्ल यो माथिको एउटा झर्ने क्रममा ग्याप बनाएको छ फेयर भ्यालु ग्याप हैन। यो फेयर भ्यालु ग्यापमा चाहिँ टेस्ट गर्न पुग्न सक्छ भनेर हामीले अघिल्लोचोटि अनुमान लगाएको छौँ यही डिमान्ड जोनबाट रिटर्न ब्याक भएर अप जान सक्छ भनेर हैन। तर अहिलेसम्म गएको छैन, यहाँ सप्लाई जोन बनाइसकेको छ। त्यही भएर यो सप्लाई जोनसम्म हेर्न सकियो भनेको मतलब 2766 देखि 2785 सम्मको मार्केटलाई चाहिँ हामीले त्यहाँसम्मलाई चाहिँ हेर्न सक्यो। एउटा यो चाहिँ रेसिस्टेन्टको रूपमा चाहिँ हेर्न सक्यो है त। अनि अर्को यो डिमान्ड जोन चाहिँ हाम्रो छ अलिक तलै छ। यो डिमान्ड जोन चाहिँ 2705 तिर छ। 2705 देखि 2724 भित्रको एउटा डिमान्ड जोन छ। यसलाई रिटेस्ट गरेर अप जान पनि सक्छ यदि यो माथिल्लो जोनलाई चाहिँ भोलि इन्भ्यालिड गरेको खण्डमा है। भोलि मङ्गलबार इन्भ्यालिड गरेको खण्डमा चाहिँ यो जोनलाई इन्भ्यालिड गरेको खण्डमा भनेको 2734 भन्दा तल यदि कारोबार भएर बन्द भयो भनेदेखि चाहिँ यो जोनलाई चाहिँ इन्भ्यालिड गर्छ। र यो जोनलाई इन्भ्यालिड गरिसकेपछि यो जोन हामीले लिन मिल्दैन र त्योभन्दा तलको जोनमा चाहिँ हामी वेटिङमा बस्नुपर्ने हुन्छ है त। यो जोनबाट बढ्न सक्छ भनेर चाहिँ हामीले बुझ्नु जरुरी छ। जुन भनेको 2705 देखि 2724 भित्रको ग्यापको जोनलाई हामीले लिन सक्छौँ। र यो जोनमा यदि आइपुगेको खण्डमा मार्केट चाहिँ अब यहाँ कहीँ पनि केही छैन। त्यही भएर यो सप्लाई जोनसम्म चाहिँ पुग्न सक्छ भनेर एउटा अनुमान गर्न सकिन्छ। जुन सप्लाई जोन भनेको हाम्रो 2766 देखि 2785 भित्रको सप्लाई जोन छ है। त्यही भएर आजको मार्केट घट्नुको कारण पनि यो ग्याप हो। जुन अघिल्लो बढ्दाखेरिको यो ग्याप लगभग 45 अङ्कको ग्याप छ हैन। सुइया बढेको छ। यहाँ एकचोटि भेटिसकेको छ। त्यो ग्यापलाई भेटेर मार्केटले रिटेस्ट गरेर उकालो ल्याइसकेको छ। जुन चाहिँ चैतको 23 गतेको हो हैन। त्यसभन्दा पछाडि फेरि अर्कोचोटि पनि रिटेस्ट गर्न आएको छ त्यही ग्यापलाई। जुन ग्याप चाहिँ वैशाख 23 गते लगभग 1 महिना पछाडि भनौँ न हैन। 22 गते 22-23 गतेतिर आइपुगेको छ भनेपछि लगभग 1 महिना पछाडि आएको छ भनेपछि अहिले फेरि त्यही घुमेर आउने क्रममा हैन यही ग्यापलाई भेट्नलाई त्यही ग्यापमै थियो। थोरै अलिकति माथि गएर फेरि अहिले आएको छ हैन। 26 जेठ 26 तिर आइपुगेको छ यही ग्यापमा हैन। तर त्यही ग्यापमा थोरै मात्राको डिफरेन्समा चाहिँ अहिले थियो मार्केट है। त्यही भएर अबको जोन भनेको चाहिँ यदि यो ग्यापलाई छोडेको खण्डमा चाहिँ यो डिमान्ड जोनको भनेको ग्यापको जोन भनेको चाहिँ हाम्रो ग्यापको डिमान्ड जोन भनेको चाहिँ हामीले हेर्दाखेरि 2712 देखि 2757 भित्र छ यो पनि हैन। 2712 बिलो नआउन्जेलसम्म यसले पनि एउटा डिमान्ड जोनको काम गर्छ। त्योसम्म खासै डराउनु पर्दैन। यदि यसलाई नै छोडेको खण्डमा दोस्रो यहाँ डिमान्ड जोन छ हाम्रो हैन। यो तीनवटा डिमान्ड जोन मध्येको यो डिमान्ड जोन चाहिँ 2705 बिलो नआउन्जेलसम्मलाई चाहिँ यसले चाहिँ सपोर्टको काम गरिरहेछ र यो सपोर्ट जोन हो, यो डिमान्ड जोन हो। यहाँबाट मार्केट उकाइ लाग्छ भनेर हामीले बुझ्न सक्छौँ है। अब यदि यसलाई पनि छोडेको खण्डमा चाहिँ मार्केट सिधै 2700 मा आउँछ है त। आजको लागि नेप्सी अपडेट यति नै। बाँकी कुरा अब भोलिको अपडेटमा भेट्नुहुनेछ। आजको लागि हामीले बुझ्नुपर्ने मेन जोन भनेको चाहिँ यही एउटा ग्यापको जोन हो।
यो ग्यापको जोनलाई चाहिँ 2 पटक टेस्ट गरिसकेको छ, त्यही भएर तेस्रो पटक पनि टेस्ट गर्छ कि भनेर हामीले बुझ्नु जरुरत छ। 2712 देखि 2757 भित्रको ग्याप जोन हो। 2712 बिलो नआउन्जेलसम्म चाहिँ यही ग्यापलाई चाहिँ सपोर्ट मानेर हामीले कारोबार गर्न सक्यो र यो ग्यापलाई छोडेको खण्डमा अर्को 2705 बिलो नआउन्जेलसम्मलाई अर्को डिमान्ड जोन छ। यो डिमान्ड जोनबाट पनि टेस्ट गरेर यदि अप जान सक्छ, किनभने यहाँभन्दा अगाडिको यो ग्यापलाई नहेर्ने हो भने हामीले हैन यही डिमान्ड जोनबाट चाहिँ मार्केट फर्किएको छ के। यो डिमान्ड जोन यहाँनिर क्रिएट भएको छ र त्यही डिमान्ड जोनमा चाहिँ रिटेस्ट गरेर मार्केट अफ ट्रेन्डमा गएर चाहिँ फेरि थोरै माथि गएर त्यही जोनलाई चाहिँ रिटेस्ट गर्न आइपुग्दैछ। तर त्यहाँ बढ्ने क्रममा यहाँ अर्को पनि डिमान्ड जोन बनाइसकेको छ हैन। त्यही भएर यो डिमान्ड जोनलाई पनि नछाडुन्जेलसम्म यो डिमान्ड जोनलाई नि हेर्न सकिन्छ। यो चाहिँ धेरै अङ्क छैन, जम्मा 1 अङ्क मात्र छ। 1 पोइन्ट मात्र भएको कारणले गर्दाखेरि अब भोलि के हुन्छ भनेर चाहिँ अझै पनि कुर्नुपर्ने हुन्छ। भोलि बाउन्स ब्याक हुन्छ अथवा बाउन्स बिलो आउँछ, त्यो चाहिँ थाहा छैन हैन। अब भोलिको मार्केट हेरेर यसलाई चाहिँ सिनारियो थोरै फिगर आउट गर्न चाहिँ सक्ने अवस्था छ। त्यही भएर जोनभित्र पनि यो ग्यापको जोन छ, त्यो भएको कारणले गर्दा थोरै 2705 भन्दा तल नआउन्जेलसम्म चाहिँ मार्केट अप ट्रेन्डमै छ भनेर चाहिँ हामीले बुझ्नु जरुरत छ है त। ल सबैजनालाई नमस्कार, भिडियो हेर्नु भएकोमा र भिडियो लाइक कमेन्ट र सेयर गर्दै गर्नु होला। तपाईहरुलाई केही अपडेट चाहिन्छ भने मेसेज पनि गर्नु होला, कमेन्टमा केही अपडेट आवश्यक छ भने भन्नु होला, त्यसको रिप्लाई दिनेछु। हस्त धन्यवाद, नमस्कार, शुभ सन्ध्या।